दर्शकबिन नेपालगञ्जको कोरेनपुरमा एकजना अपरिचित महिलालाई जलाएर मृत अवस्थामा फालेको घटना हामीले सार्वजनिक गरे पश्चात र अहिले प्रहरी छानबिन गर्दै गर्दा उनी महिलाको परिचय खुलेको छ। उनी 23 वर्षकी सृजना बुढा मगर रहेको छ। उनका अहिले आफन्तहरू यसरी आफ्नो छोरीको लागि न्याय माग्दै ठक्छु मैले ठक्छु खुकुरीले मेरो एउटा बालाका बच्चालाई उसको नाम बालाको छोरी छ। आज अर्काको बच्चा बिचाली पारेर लाग्ने गयो हिन्दू धर्म ल्यायो हिन्दू धर्मको न्याय ल्यायो नेपालमा बसेर मुसलमानको न्याय ल्यायो मुसलमानको रीति थिति गयो त्यहाँ खुकुरी मैले सन्तानलाई गार दिन्छु खोइ त्यसो घर गाउँमा आगो लगाइदिन्छु त्यसो गर्ने म आगो लगाइदिन्छु मैले देखाएँ म आगो लगाइदिन्छु। मेरो नातिनीलाई आज यत्रो बालाको छोरी हुन मारिदिने नेपालमा बसेर मुसलमानको न्याय दियो मुसलमानले हिन्दूको छोरी मान्ने पनि के अधिकार थियो सबैको चेली बेट्यो मुसलमानको छोरी पनि चाहियो हिन्दूको छोरी पनि चाहियो सबैको एउटा जादो काटेर रगत एउटा आउँछ हो कि बाबु ल भन त काटेर रगत एउटा आउँछ मुसलमानको छोरी पनि हाम्रै छोरी हो हिन्दूको छोरी पनि हाम्रै छोरी हो त्यसले मान्ने के पर्यो के रिसिएको थियो त्यसलाई के नदिन छ कि नदिन छ कि अपराध गर्ने व्यक्तिलाई कस्तो कानुनले कस्तो सजायको माग गर्न चाहनुहुन्छ? कानुनले तपाईँ पत्रकारहरू सही किसिममा दिनु होला। मेरो बालाकाले मान्ने आज आमा नभएको छोरीलाई 3 वर्ष बच्चाले के हुन्छ त्यो 3 वर्षलाई मेरो 3 वर्ष नाति कोले पाल्दिन्छ आज हिन्दूको छोरीलाई मान्ने मुसलमानलाई त मुसलमानको छोरी पनि छोरी नै हो हामी छोरी नै मान्छौँ। अरे छिटो सिनामले सबलाई लिएर आउनु सबै मान्छे आउट यहाँ गीत दर्शकबिन अघि भर्खरै हामीले राखेको एउटा भिडियो तपाईँले कतिको हेर्नुभयो। जुन अपरिचित व्यक्ति भनेको महिला जुन एकजना बहिनीको नाम खुलेको छ भने उनको आफन्त पनि आइसक्नु भएको छ। वास्तवमा उनी नाम के हो बहिनीको नाम के हो?